सुदन गुरुङको अग्नि परीक्षा। निशान मैनालीले सुदन गुरुङलाई एउटा प्रश्न गरेको थियो। त्यो दिन तपाईँ हामी सबै आन्दोलनमा थियौँ। गोली लागेर घाइते भएको खुनमा लतपतिएको जेन्जीहरूलाई हामी सबैले जेमा भेट्यौँ त्यसैमा हालेर हस्पिटल पुर्याएको थियो। तपाईँ सांसद भएर सांसद भवन छिरिराख्दा चाहिँ जेन्जीहरूलाई कसरी न्याय दिनुहुन्छ भनेर प्रश्न गरेको थियो। निशान मैनालीले नचिन्ने कोही पनि छैन। एउटा यङ जेन्जी कन्टेन्ट क्रिएटर, भ्लगर प्लस युट्युबर। निशान मैनाली हाम्रो एकदमै प्यारो भाइ। मैले पनि जेन्जी आन्दोलन पछाडि चिनिया हो। कसैलाई आपद विपद दुःख पर्दाखेरि सबैभन्दा अगाडि हेल्प गर्नको लागि निशान मैनाली भाइ पुग्छ। मनको एकदमै धनी, अरूको दुःखलाई पनि आफ्नो जस्तै सम्झिने। अस्ति भर्खर अस्ट्रेलिया गएको थियो, फेरि 1 महिनामै भोट हाल्नको लागि भनेर फर्केको रहेछ। अहिले नेपालमा चाहिँ तोसीमा कार्कीदेखि लिएर सबै राष्ट्रसभाको उम्मेदवारहरूलाई चाहिँ प्रश्न सोध्ने क्रममा सुदन गुरुङको पालो आएको थियो। र सुदन गुरुङले के भन्यो भन्दाखेरि मेन भनेको चाहिँ सबैभन्दा पहिला जसरी गोली हानेर चाहिँ आवाज दबाउन खोजियो र त्यो निर्दोष भाइ बहिनीहरूलाई चाहिँ गोली हानेर हत्या गरियो, त्यसलाई पहिला सबैभन्दा पहिला कारबाही हुनुपर्छ। सडकबाटै मात्र चिच्याएर नहुने रहेछ, हामी आफै सदनमा पुग्नुपर्ने रहेछ। भ्रष्टाचारको अखाडा ब्युरोक्रेसीदेखि लिएर सबै थोक छानिनुपर्छ। भ्रष्टाचारी र हत्याराहरूलाई सबैलाई कारबाही गर्नको लागि भए पनि हामी सदनमा जानै पर्छ भनेर चाहिँ सुदन गुरुङले एन्सर दिएको। सुदन गुरुङले दिएको यो एन्सर चाहिँ मलाई एकदमै चित्त बुझ्यो। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा लेख्नु होला।